नमस्कार सबैजनालाई अनि मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आशा छ तपाईहरु सबै सन्चै आरामै हुनुहुन्छ होला। म नि एकदमै ठिक छु। अहिले हाल म दुबईबाट आज चाहिँ म तपाईहरुलाई यो दुबईको ट्याक्सी कस्तो हुन्छ देखाउन गइरहेको छु है त। यो अहिले मैले चलाइरहेको छु स्काई ओइल भन्ने कम्पनीको ET5 कारको नाम हो अनि यो चाहिँ 2025 मोडल। यो चाइनिज ब्रान्ड रहेछ। अनि म चाहिँ अहिले दुबईको गाउँ एरिया भन्छ के अरे यो सहरबाट टाढा छ। यहाँ मैले चाहिँ यहाँ अनलाइन बुकिङ आउँछ कि भनेर कुरिरहेको हो तर बुकिङ पनि आएन। अहिले चाहिँ 2:30 भइसकेको छ बिहानको। अब उज्यालै हुन लागिसक्यो। यसो धेरै पछि भयो नि एउटा भिडियो बनाइदिउँ न त भनेर हैन भिडियो बनाउन लागिरहेको छु। अनि कस्तो हुन्छ यसो हेर्दिनु होला है त। मैले अहिले चलाइरहेको गाडी चाहिँ यही हो। बाहिरबाट हेर्दा चाहिँ यस्तो देख्छ अनि यो चाहिँ बिजुली गाडी हो। एकचोटि चार्ज गऱ्यो भने 450-60 किलोमिटर जति देखाउँछ तर त्यति त कुद्दैन किनभने एसीले पनि यसको पावर खाँदो रहेछ। यो स्काई ओइलको लोगो अनि साइडबाट यस्तो भन्छ। पछाडिबाट हेर्दा यस्तो देख्यो। अगाडिको ड्यासबोर्ड चाहिँ यस्तो छ यसको। गियरको सिस्टम चाहिँ यस्तो छ यसको। टक्कै यसलाई घुमाउने हो। यो रिभर्स न्युट्रल अनि ड्राइभ मोड भयो। अनि यो बिचमा थिच्यो भने चाहिँ पार्किङ हुन्छ है त यसको सिस्टम चाहिँ यस्तो छ। कुर्दा बुकिङ पनि आएन। अब चाहिँ म रुमतिर जाँदैछु अनि ड्युटी नै सकिन लाग्यो मेरो। अनि यहाँबाट मेरो रुम चाहिँ लगभग 45 किलोमिटर छ। अनि मलाई 45 किलोमिटर जानलाई चाहिँ त्यस्तै हो आधी घन्टा 35 मिनटमा पुग्छु म। 45 किलोमिटर जम्मा आधी घन्टा जतिमा पुगिन्छ। नेपालमा हो भने चाहिँ यति बाटो जानलाई लगभग 1 घन्टा जति नै लाग्छ होला। अझ त्यतिले नै हुँदैन। यो चाहिँ दुबईको गाउँ एरिया हो। अनि यहाँ चाहिँ मान्छेहरू प्राय पैसा हुनेवालाहरू बस्न आउँछ। यो चाहिँ सहरबाट अलिक टाढा हुन्छ। सहर भिडभाडबाट टाढा भएर शान्तको लागि बस्न आउँछ। अनि यहाँबाट ट्रिपहरू चाहिँ राम्रै लाग्छ। त्यही भएर मान्छेहरू यहाँनिर राम्रो ट्रिप लाग्छ भनेर आउँछ। तर कोही बेला ट्रिप पनि लाग्दैन फेरि। यहाँ चाहिँ ट्रिपहरू आयो भने सब बुकिङमा हो अनलाइन बुकिङमा। अनि म पनि त्यही भनेर राम्रो ट्रिप लाग्छ कि भनेर आएको तर बस्दा नि ट्रिप लागेन मलाई चाहिँ।
म चाहिँ कम्पनी आएर चार्जमा लगाएको थियो अनि अहिले चाहिँ मेरो गाडी फुल चार्ज पनि भइसक्यो। अनि यो गाडी फुल चार्ज हुनलाई चाहिँ 65 किलोवाटको चार्जरले त्यही 1 घन्टा जति लगाउँछ। अनि अब चाहिँ अहिले म पार्टनरलाई गाडी बुझाउन जाँदैछु। मेरो ड्युटी चाहिँ नाइट हो, बेलुकी 4 बजेदेखि सुरु भएको। अब अहिले बिहान 4 बजे सकिन्छ, कोही कोही बेला ढिलो चाँडो हुन्छ। अनि ड्युटी चाहिँ 12 घन्टा हो। यो दुवै ट्याक्सीमा चाहिँ क्यामेरा लगाएको हुन्छ। यो अगाडि एउटा क्यामेरा भयो, अगाडि गाडीभित्रको खिच्छ, अनि यसले बाहिरको पनि खिच्छ। अनि यता भयो ड्राइभरको क्यामेरा खिच्छ, ड्राइभरले कसरी चलाइरहेछ, ड्राइभरले रोडमा ध्यान दिएछ कि छैन भनेर हेर्छ। अनि एउटा चाहिँ पछाडि क्यामेरा हुन्छ, पछाडिबाट पनि खिच्छ। अनि यो गाडीभित्र म के बोलिरहेछ भनेर सबै त्यो पनि उनीहरूलाई थाहा हुन्छ। उनीहरूले चाह्यो भने जतै नै चेक गर्न सक्छ। अहिले चाह्यो भने अहिले नै उनीहरूले चेक गरिरहेको हुनसक्छ। प्यासेन्जरसँग केही भइहाल्यो भने यो चाहिँ सुरक्षाको लागि। अब यो क्यामेराहरू चाहिँ अगाडि 1, 2, 3, 4वटा क्यामेरा हुन्छ। यो चाहिँ पछि राखेको। अनि सेन्सरहरू पनि हुन्छ, कति स्पिडमा चलाइरहेछ भनेर यो सबै उनीहरूले ट्र्याक गर्न मिल्छ। अनि गाडीको त छुट्टै क्यामेरा भइगयो। अनि यो गाडीमा अर्को के छ भने मैले ब्रेक लाउनु बिर्सियो भने अगाडि गाडी रोकिरहेछ भने आफै इमर्जेन्सी ब्रेक लगाइदिन्छ। यो चाहिँ राम्रो फिचर छ यसको। जस यो गाडी चाहिँ एकदम एडभान्स खालको छ, एकदम राम्रो पनि छ सुरक्षाको हिसाबले।